मलाई मात्रै हो कि सबैलाई यस्तै हो भने आमामा 2.5 घन्टा जति अनलाइन बस्यो, बल्ल बल्ल रिक्वेस्ट आयो। अनि त्यसपछि फेरि पछि काम गर्दै गयो, एउटा दुइटा टिप गऱ्यो, अनि त्यसपछि रिक्वेस्ट आउँछ। कहिले अब कस्टमरले क्यान्सल गर भन्छ होइन, अनि त्यसपछि फेरि कहिले अब रेस्टुरेन्ट बन्द भइसकेको हुन्छ, त्यहाँ पर्छ फेरि। यसरी त कसरी कमाउने हो, कसरी कमाउने? आमामा एकदम निकै गाह्रो, कस्टम गाह्रो पनि यति गाह्रो कस्टम। आमामा कहिले फेरि आमामा लिन जानलाई तपाईँको कति त्यही 3 किलोमिटर जति त लिन जानै पर्छ, फेरि 3-4 किलोमिटर पनि पुऱ्याउनु जानै पर्छ। अनि पैसा हेऱ्यो फेरि जम्मा 90 त्यति आउँछ यार। अरे यार गरी खान नसके भनेर भन्न मिल्दैन, अब के गर्ने, गरी खान नसके पनि गर्नै पऱ्यो, यस्तै छ। गर्दा गर्दा वाक्क दिक्क लागिसक्यो भनेर भन्न नि मिलेन। त्यो बेलुकाको समयमा मजै आउँछ हिसाबले भन्नुपर्छ, तर यो रिक्वेस्ट चाहिँ बढी क्यान्सल हुने भयो क्या। तपाईँको अब बल्ल बल्ल रिक्वेस्ट आउँछ, त्यो रिक्वेस्ट पनि कहिले अब कस्टमरले क्यान्सल गरिदियो भन्छ। अब कहिले त अब बन्द हुन्छ, रेस्टुरेन्ट बन्द भएकोमा परिजान्छ, त्यसपछि रेस्टुरेन्टबाट अनि क्यान्सल गर्न लगा भन्छ। अनि त्यसपछि पठाउलाई कल गऱ्यो, अब त्यसपछि आमामा 10 चोटि कि 20 चोटि त कलै गर्नुपर्छ। 10 चोटि कि 20 चोटि होइन, एकचोटि चाहिँ 15 चोटिसम्म कल गऱ्यो, कल रिसिभ गरेन। अनि आज चाहिँ 4 चोटिसम्म चाहिँ कल गऱ्यो होला कि, बल्ल कल उठायो। सत्यानाश।